सो हेलो एभ्रियन, आजको यो भिडियोमा चाहिँ हामीले क्वान्टिटेटिभ एप्टिट्युड रिलेटेड क्वेसनहरु डिस्कस गर्नेछौँ र यो तपाईहरुको 23 गते हुने सिमेट एक्जामको जस्ट एउटा क्विक रिभिजन पनि हो। सो यसमा चाहिँ हामीले विदाउट क्याल्कुलेटर चाहिँ हरेक क्वेसनहरु कसरी सोल्भ गर्न सक्छौं, कुन फर्मुला युज गर्ने, कुन ट्रिक्स युज गर्ने, हैन एन्सरबाट नै अप्सनबाट नै एन्सर कसरी पत्ता लगाउने, हैन विथ माउथ मुखले नै कसरी क्याल्कुलेट गर्ने, किनभने क्याल्कुलेटर त युज गर्न मिल्दैन हैन, त्यो सबै हेर्ने छौं। सो एकदम ध्यान दिएर हेर्नु होला है। सो हाम्रो 26 मा के भनेको छ, इन अ फ्र्याक्सन इफ 3 मल्टिप्लाई द न्युमरेटर एन्ड डिनोमिनेटर इज रिड्युस्ड बाइ 3 वी गेट 9/4। यदि कुनै फ्र्याक्सनमा न्युमरेटरलाई 3 ले मल्टिप्लाई गर्छौं र डिनोमिनेटरलाई 3 ले घटाउँछौं भने हामीले 9/4 पाउँछौं रे। हाउएभर इफ द न्युमरेटर अफ फ्र्याक्सन इज इन्क्रिज बाइ 8 and the denominator is doubled we get 1/2 रे। तर यदि न्युमरेटर चाहिँ 8 ले बढायौं र डिनोमिनेटरलाई चाहिँ डबल गर्यौं भने हामीले 1/2 पाउँछौं रे। अनि चाहिँ फ्र्याक्सन कति रहेछ भनेको छ। सो अब यसलाई चाहिँ हामीले क्वेशन सोल्भ गरेर त्यो एक्जाममा हामीले 4 मार्क्स 5 मार्क्सको लागि लङ क्वेशन त्यसरी गर्ने होइन, जस्ट यसलाई ट्रिक्स युज गर्ने। क्वेशनले जे भनेको छ त्यही गर्दिने के। क्वेशनले के भनेको छ भने पहिला त फ्र्याक्सन बुझौं है। a डिवाइड b भन्ने एउटा फ्र्याक्सन हुन्छ भने यो a भनेको न्युमरेटर हुन्छ, b भनेको डिनोमिनेटर हुन्छ, यो त थाहा छ होला। अब यहीको आधारमा गरौँ। के भनेको छ, यदि 3 ले न्युमरेटरलाई मल्टिप्लाई गर्दा र डिनोमिनेटरलाई 3 घटाउँदा हामीले 9/4 पाउँछौं रे। ल अप्सन ए लाई गरेर हेरौँ। यदि 15 यो न्युमरेटर हो, न्युमरेटरलाई 3 ले मल्टिप्लाई गर्दा 45 भयो र डिनोमिनेटर 3 ले घटाउनु पर्यो, 23 ले 3 ले घटाउँदा 20 भयो। यसले के अब हामीलाई 9/4 दिन्छ त हेरौँ। 5 9 जा 45, 5 4 जा 20, 9/4 दियो। अब सेकेन्ड कन्डिसन हेरौँ। हाउएभर इफ द न्युमरेटर अफ फ्र्याक्सन इज इन्क्रिज्ड बाइ 8, तर यदि न्युमरेटर 8 ले बढ्यो रे, अब 15 मा 8 बढाउँदा कति हुन्छ 23 पुग्छ र डिनोमिनेटर डबल भयो रे, 23 अब डबल भएर 46 बच्यो। के ले 1/2 दिन्छ त हेरौँ। 23 1 जा 23, 23 2 जा 46, 1/2। कन्डिसन सेटिस्फाई भयो। कसले भयो? अप्सन ए ले भयो। सो यसको करेक्ट एन्सर हो अप्सन ए। अब अप्सन बी लाई गरेर हेरौँ। 5 3 जा 15 हुन्छ, अनि 4 लाई 3 ले रिड्युस गर्दा 1 हुन्छ, 15 डिवाइड 1 15 हुन्छ। यहाँ त 9/4 छ, यो पनि मिल्दैन हैन। 9 3 जा 27 हुन्छ, 7 बाट 3 घटाउँदा 5, 27 लाई 5 ले क्यान्सलै हुँदैन। 2 * 3 6 हुन्छ, अनि 7 बाट 3 घटाउँदाखेरि चाहिँ 4 हुन्छ, 6 डिवाइड 4 गर्दाखेरि चाहिँ 3 डिवाइड 2 आउँछ, जबकि 9/4 छ। सो मिलेन। अप्सन बी, अप्सन सी, अप्सन डी कुनै मिलेन। हाम्रो यो दुईटा कन्डिसन यो अप्सनमा सेटिस्फाई भयो भने हामीले अरु अप्सन चेक गरिरहनु पर्दैन। हाम्रो करेक्ट एन्सर भनेको नै यही हो है। सो अब 27 मा हेरौँ। 27 मा के भनेको छ भने, राम सेड टु श्याम इफ यु गिभ मी हाफ अफ योर मनी आई शैल हैव RS 100 विथ मी। श्याम रिप्लाइज I shall have RS 100 with me if you give me 1/3 of your money each possessed। के भनेको, रामले श्यामलाई के भन्यो भने यदि तिमीले मलाई तिमीसँग भएको पैसाको आधा हाफ दिन्छौ भने मसँग 100 रुपैयाँ हुन्छ रे। र श्यामले के भन्यो, मसँग पनि 100 रुपैयाँ हुन्छ यदि तिमीले आफूसँग भएको 1/3 मलाई दिन्छौ भने हैन। भनेपछि अब यो दुईटैसँग कति रुपैयाँ रहेछ भनेको। सो यसलाई पनि हामीले अप्सन अनुसार जाम। सो अब राम श्याम भनेको छ भने चाहिँ यो फर्स्टको राम हुने हो, यो सेकेन्डको श्याम हुने हो, यो त थाहा छ। र अब रामले श्यामलाई के भनेको हो त, यदि तिमीले मलाई तिम्रो आधी पैसा दिन्छौ भने मसँग 100 रुपैयाँ हुन्छ रे। अब यहाँ कति छ 60 रुपैयाँ छ। यो कसको हो? रामको हो हैन, 70 श्यामको। अब श्यामले यसको आधी भने चाहिँ 35 रामलाई दिएपछि रामको 100 हुन्छ त 60 60 70 80 90 95 मात्रै हुन्छ। 100 भयो त भएन। यो अप्सन रङ सिधै। हामीले मुखले क्याल्कुलेट गर्ने सिधै है। अनि त्यस्तै 60 र 80 मा अब यदि श्यामले आफ्नो आधी पैसा रामलाई दियो भने चाहिँ रामको 100 हुन्छ रे। श्यामसँग 80 रुपैयाँ छ, यसको आधी पैसा रामलाई दियो भने चाहिँ रामको 100 हुन्छ त हुन्छ। 80 को आधी 40, 60 त रामसँग छ, 40 यहाँबाट लिएपछि 100 रुपैयाँ भयो हैन। अब श्यामको हेरौँ। श्यामले के भनेको छ, मसँग नि 100 रुपैयाँ हुन्छ यदि तिमीले आफ्नो पैसाको 1/3 दिन्छौ रे भने चाहिँ अहिले श्यामसँग 80 छ, रामसँग 60 छ। यदि रामले यसको 1/3 दियो, त्यो भनेको के हो 60 को इन्टु 1/3 हो। सो यो गर्दा 20 भयो भने चाहिँ रामले कति रुपैयाँ दिनु पर्यो श्यामलाई 20 रुपैयाँ दिनु पर्यो। अब रामले आफ्नो पैसाबाट यसलाई 20 रुपैयाँ दिँदा श्यामको नि 100 भयो। दुईटै कन्डिसन मिल्यो। हाम्रो एन्सर नै यो हो। अब हामीले अरु अप्सन चेक गरिरहनु परेन। हेर त कति सजिलो। त्यस्तै 28 मा के भनेको छ, द प्रेजेन्ट एज अफ एल्डर एन्ड यंगर ब्रदर आर 13 इयर्स एन्ड 7 इयर्स रेस्पेक्टिभ।
रेस्पेक्टिभली आफ्टर हाउ मेनी इयर्स द प्रोडक्ट अफ दियर एज विल बी 280 रे किनभने चाहिँ अहिलेको एज एल्डर र यङ्गर ब्रदरको 13 इयर्स र 7 इयर्स छ अरे हैन आफ्टर हाउ मेनी इयर्स द प्रोडक्ट अफ दियर एज विल बी 280 रे भने चाहिँ कति वर्षपछि आफ्टर भनेको छ नि त आउने वर्ष भनेको सो कति आउने वर्षपछि त्यो दुईटाको प्रोडक्ट चाहिँ 280 हुन्छ रे हैन भनेपछि एल्डरको एज इन्टु यङ्गरको एज गर्दा कति हुन्छ 280 आफ्टर भनेको छ नि त आफ्टर भनेको त अब आउने हो भने चाहिँ अहिले यो 13 छ यो 7 छ भनेपछि आफ्टर भने त बढेर जाने हो नि त अब यो 14 हुन सक्छ 15 16 17 जति पनि हुन सक्छ यो 7 8 9 10 हुन सक्छ किनभने आफ्टर भनेको त बढ्दै बढ्दै जाने हो यदि बिफोर भने बित्दै यो के हुन्थ्यो पछाडी आउँथ्यो 13 12 11 10 मा आउँथ्यो 7 6 5 4 मा आउँछ यसरी घट्दै जान्थ्यो हैन बिफोर भने बित्दै तर आफ्टर भने चाहिँ आफ्टर भने त बढ्ने हो सो अब कति वर्ष त त्यो हेरौं डाइरेक्ट अप्सनलाई जोडेर हेरौं के 13 मा 5 लाई जोडेर हेरौं त आफ्टर हाउ मेनी इयर्स भनेछ भने चाहिँ 5 वर्ष पछि गरौँ न सो अहिले 13 वर्ष छ 5 वर्ष पछि त्यो कति हुने हो 18 वर्ष हुने हो अहिले 7 वर्ष छ 5 वर्ष पछि त्यो कति हुने हो 8 9 10 11 12 हुने हो सो हामीसँग भयो 18 * 12 हैन यही प्रोडक्ट भयो नि त 18 * 12 भयो नि अब यसले 280 दिन्छ त हेरौं 18 10 जा कति हुन्छ 180 हुन्छ प्लस अब यहाँ 2 बच्यो 18 2 जा 36 हुन्छ सो यो गर्दा 280 पुग्छ त पुग्दैन सो यो अप्सन हाम्रो भएन अब 13 मा 6 जोडेर हेर्दा कति हुन्छ 19 हुन्छ इन्टु 7 मा 6 जोडेर हेर्दा 13 हुन्छ हैन 19 10 जा 190 हुन्छ प्लस अब 19 * 3 गर्नु पर्यो नि त अब 3 बच्यो नि त हैन सो 19 3 3 9 जा 27 7 2 3 1 जा 3 4 5 57 भयो सो 190 मा 57 जोड्दा पनि 280 पुग्छ पुग्दैन अप्सन 6 पनि भएन 7 अब 13 मा 7 जोड्दा कति हुन्छ 20 हुन्छ इन्टु 7 मा 7 जोड्दा कति हुन्छ 14 हुन्छ 14 2 जा 28 0 280 भयो हैन 14 10 जा 140 14 20 जा 280 ठ्याक्कैको डबल 280 प्रोडक्ट मिल्यो 280 भयो कसले गर्दा त 7 ले गर्दा सो यो नै यसको करेक्ट अप्सन हो नि चाहिँ 7 वर्षपछि तिनीहरुको प्रोडक्ट 280 हुँदो रहेछ कति सजिलै सोल्भ भयो हामीले क्याल्कुलेटर युज गरेनौं नि त सो अब 29 मा के भनेको छ भने इन अ लोकल इलेक्सन बिट्विन टु क्यान्डिडेट्स दुईटा क्यान्डिडेट्सहरु बीच लोकल इलेक्सन भयो one क्यान्डिडेट गट 55% अफ टोटल भ्यालिड भोट एन्ड वाज डिक्लेयर एज अ विनर 15% अफ भोट वेयर इनभ्यालिड इफ द टोटल नम्बर अफ भोट्स पोल्ड वेयर 15,200 व्हाट वेयर द भ्यालिड भोट अफ द लुजर्स रे एउटा लोकल इलेक्सन भयो दुईटा क्यान्डिडेट बीच एउटा क्यान्डिडेटले चाहिँ टोटल भ्यालिड भोटको 55% पायो र त्यो विनर डिक्लेयर भयो अनि 15% भोट चाहिँ इनभ्यालिड भएको छ रे त्यसमा र टोटल नम्बर अफ भोट चाहिँ कति भएको छ 15,200 भएको छ रे व्हाट वेयर द भ्यालिड भोट अफ लुजर रे सो लुजरको भ्यालिड भोट कति भनेको छ हैन सो अब क्वेशन हेरौं हामीलाई क्वेशनले के भनेको छ भने टोटल भोट भनेको छ हैन टोटल भोट कति टोटल भोट भनेको छ टोटल भोट हाम्रो कति हो 15,200 टोटल भोट हो ठीक छ यो 15,200 भनेको के हो यसलाई अहिले 100% मानौं हामीले ठीक छ अब यसमा के भइराको छ 15% भोट त इनभ्यालिड भएको छ नि त पहिला त हामीले टोटल भोट 15,200 थियो अब त्यसमा इनभ्यालिड भोटलाई घटायौं भने चाहिँ अनि बचेको भोटहरु काउन्ट हुने हो नि त हो यसलाई पनि त्यही गर्यौं हामीले कति पर्सेन्ट भोट इनभ्यालिड भएको छ 15% भएको छ भनेपछि 15% भोट के हो इनभ्यालिड हो हैन 15,000 को 15,200 को 15% निकाल्नु पर्यो कति हुन्छ 15,200 को 15% सो 15,200 को 15% डिवाइड 100 0 0 काटियो हैन अब 152 into 15 गर्यो हामीलाई क्याल्कुलेटर चाहिदैन हामीले मुखले गरौँ 152 into 10 गर्दा कति हुन्छ 1520 हुन्छ अब यहाँ हामीसँग 5 बच्यो अब 152 into 5 त हामीले सजिलै गर्न सक्छौं नि त 5 2 जा 10 0 1 क्यारी 5 5 जा 25 1 26 6 2 क्यारी 5 1 जा 5 6 7 760 अब यो जोड्दिम 0 0 8 जोडियो हैन 5 5 10 2 12 2 1 भयो 3 भयो कति रहेछ 3,280 भोट के रहेछ इनभ्यालिड रहेछ भनेपछि 15,200 मा 3,280 भोट इनभ्यालिड छ रे भ्यालिड भोट कति छ 0 बाट 0 घट्यो 0 बाट 8 गर्दैन यहाँबाट क्यारी लिन्छौं 10 बाट 8 गर्दा 2 भयो
अनि त्यसपछि यहाँ 1 बच्यो, 1 बाट 2 घट्दैन, सो 5 बाट यहाँ क्यारी लिँदा 11 भयो, 11 बाट 2 घटाउँदा 9 भयो। अनि त्यसपछि अब यहाँ 4 बच्यो, 4 बाट 3 घटाउँदा 1 भयो, 1 भयो। भनेपछि कति भोट चाहिँ भ्यालिड रहेछ त? 11,920 भोट चाहिँ के रहेछ? भ्यालिड भोट रहेछ रे। यो 20 यो भनेको कति हो त? 85% हो कि हैन भन त? 85% भ्यालिड भयो कि नै? टोटल भोट 100% थियो, त्यसमा 15% इनभ्यालिड भयो, अनि बचेको भोट 11,920 यो भनेको के हो? 85% भोट हो नि त, हैन? क्लियर भयो? अब हामीले चाहिँ यहाँ क्वेशनले के भनेको थियो भने व्हाट वेयर द भ्यालिड भोट अफ लुजर, लुजरको भ्यालिड भोट कति थियो रे भने चाहिँ हामीले लुजरको पर्सेन्ट पत्ता लगाउनु पर्यो है। अब 55% अफ टोटल भ्यालिड भोट ल्याएर डिक्लेयर विनर भएको छ भनेपछि त 45% टोटल भ्यालिड भोट ल्याउने लुजर भएको हो हैन। 55%ले भ्यालिड भोट भएको विनर हो भने चाहिँ त्यही भ्यालिड भोटबाट 45% जसले ल्यायो त्यो लुजर भयो। सो लुजरको भोट कति रहेछ त? लुजरको हामीसँग कति रहेछ? 45% रहेछ। अब हामीलाई यहाँ थाहा छ त 45% भनेको कति हो? थाहा छैन नि त। 45% भनेको कति हो थाहा पाउनलाई हामीले के गर्नु पर्यो? पहिला 1% निकाल्नु पर्यो। सो निकालौं। अब 11,920 भनेको 85% हो, अनि 1% भनेको के हुन्छ? 11,920 डिभाइड 85 हुन्छ। अब क्याल्कुलेटर छैन तपाईहरुसँग, अब मुखले कसरी गर्ने त? ल हेरौं। 11,920 डिभाइड 85 दुईटा नम्बर छ, यो 11 लाई जादैन, सो यो 1 यतिलाई हेरौं पहिला। 85 1 जा 85 हैन, 85 1 जा 85 माइनस 9 बाट 5 घटाउँदा 4, 1 बाट 8 घट्दैन, सो यहाँबाट क्यारी लिन्छौं 11, 11 बाट 8 घटाउँदाखेरि 9 10 11 34 बच्यो, यो 0 बच्यो, सो हामीले यहाँ 0 लेखिरहनु पर्दैन। अब यहाँबाट हामीले तल 2 ल्याउँछौं, ठीक छ। अब फेरि अब 85 ले यसले जान्छ, 85 1 जा 85 भयो, 85 2 जा कति हुन्छ? 190 हुन्छ हैन। 85 3 जा कति हुन्छ त? अब अलि गरम फटाफट। 85 3 जा 3 5 जा 15 5 1 3 8 जा 24 1 25 225 हुँदो रहेछ। भनेपछि यसमा फेरि 85 जाँदो रहेछ, जान्छ होला हैन। 85 ले 4 ले गरम, 4 5 जा 20 02 8 4 जा 32 32 30 34 340 भयो भन्ने चाहिँ जाँदो रहेछ। कतिले त? 85 4 जा 340 हुँदो रहेछ, माइनस अब यहाँबाट कति बच्यो? 2 बच्यो, यहाँबाट 0 बच्यो। सरी यहाँ मिस्टेक भएको रहेछ। सो 1500 मा 700 जोड्दा 2200 हुन्छ, 2280 है। 2280 भनेपछि यहाँबाट पनि हामीले 2280 घटाउनु पर्यो। 2280 घटाउँदाखेरि हामीसँग बच्छ यहाँ 12,920 बच्छ है। 12,920 है। फेरि गरौँ। 12,920 लाई 85 ले डिभाइड गर। 85 1 जा 85 माइनस 9 बाट 5 घटाउँदा 4 अनि 12 बाट 8 घटाउँदा 4 44 भयो। यहाँबाट हामीले 2 क्यारी लियौं। अब गरौँ। 85 1 जा 85 85 2 जा कति हुन्छ? 190 हुन्छ। भनेपछि 85 4 जा एको डबल हुने हो। 190 को डबल हाम्रो कति हुन्छ? 19 प्लस 19 गर्दा कति हुन्छ? 380 हुन्छ हैन। 380 हुन्छ। सो 85 1 जा 85 भयो हैन। 85 2 जा कति हुन्छ हाम्रो? 170 हुन्छ सायद हैन। 85 2 जा 170 भनेपछि अब 85 4 जा यसको डबल हुन्छ। 170 को डबल 170 प्लस 170 गर्दा 17 17 34 340 भयो हैन। 85 4 जा 340 छ भनेपछि 5 ले पनि जान्छ होला त हैन, जान्छ। वा 85 10 जा कति हुन्छ? 850 हुन्छ। 850 हुन्छ। अब यसको हाफ कति हुन्छ? 425 हुन्छ। भनेपछि 85 5 जा कति हुँदो रहेछ? 425 हुँदो रहेछ। हो, यसरी पनि गर्न सकिन्छ है। टेबलहरु मल्टिप्लाई आउनु पर्यो। माइनस अब फेरि 442 बाट 425 घटाउँदा हाम्रो कति बच्छ? 15 16 17 17 बच्छ। फेरि यो 0 लाई यहाँ तल ल्याम,
170 भयो। सो 85 टु जा 170 हुन्छ, हामीलाई थाहा छ। क्रस भने चाहिँ कति रहेछ त 152 रहेछ हैन। सो 85% भनेको चाहिँ 12920 रहेछ। 1% भनेको कति रहेछ 152 रहेछ हैन। अनि अब क्वेशनले हामीलाई के भनेको थियो, व्हाट वर द भ्यालिड भोट अफ लुजर। अब लुजरको भ्यालिड भोट त 45% हो। सो यसलाई अब 45 ले मल्टिप्लाई गर्दिम, यो नै हाम्रो एन्सर हो हैन। 152 लाई चाहिँ 45 ले मल्टिप्लाई गर्नु पर्यो हैन। सो अब कति हुन्छ। सो अब विदाउट क्याल्कुलेटर गरिरहेछौं भने हामीले सिम्पली यसलाई स्प्लिट गर्दिम के। 152 इन्टु 10 1520 हुने हो, ठीक छ। प्लस फेरि 152 इन्टु 10 1520 भयो हैन, त्यही हुने हो नि त। प्लस 152 इन्टु 10 1520 भयो, प्लस 152 इन्टु 10 1520 भयो। 10 20 30 40 भयो, अझै पनि हामीसँग 5 बच्यो हैन। सो अब 152 लाई 5 ले गरौँ। 5 2 जा 10 01 5 5 जा 25 1 26 62 5 1 जा 5 6 7 760 भने चाहिँ फेरि प्लस 760 गर्नु पर्यो। अब 1500 3000 4500 6000 भयो हैन। 6020 6040 6060 6080 हैन। 6080 मा अब हामीले 760 जोड्नु पर्यो। सो 0 भयो, 6 6 12 13 14 4 1 भयो, 7 1 8 भयो, 6 भयो, कति रहेछ त 6840 रहेछ। भनेपछि लुजरको भ्यालिड भोट कति रहेछ त 6040 रहेछ। कति रहेछ त 6840, अप्सन ए। सो यो क्वेशन अलि लेन्दी लाग्यो होला हैन, अलि यस्तो क्वेशन त नआउला हैन। त्यही पनि प्र्याक्टिस गरिरहने नि त हामीले। अब त्यो अड्किनु भन्दा त बरु यो सजिलो सिम्पल भयो नि त हैन। पहिला टोटल भोट भनेको 100% रहेछ, योबाट 15% भोट घटाउने। अब हामीसँग 85% भ्यालिड भोट रह्यो, अनि हामीलाई टोटल भ्यालिड भोट अफ लुजर्स भनेको छ। अब टोटल भ्यालिड भोटको 55% ले विनर भयो भनेपछि त टोटल भ्यालिड भोटको 45% भनेको लुजर हो। भने चाहिँ हामीले 45% को भ्याल्यु पत्ता लगाउनु पर्यो। त्यसको लागि हामीलाई 1% चाहियो। सो अब 85% त हामीले निकालिसकेका छौं भ्यालिड भोट हैन। अब त्यसबाट 1% निकाल्ने अनि त्यसलाई चाहिँ 45 ले मल्टिप्लाई गरिदिने, त्यो भनेको 45% आयो। सिम्पल छ। नेक्स्ट 30 मा के भनेको छ भने द मार्केट प्राइस अफ एन आर्टिकल फिक्स्ड बाई शॉपकीपर इज 21% हायर देन द कस्ट प्राइस रे। एउटा आर्टिकलको मार्केट प्राइस जुन चाहिँ शॉपकीपरले राखेको छ त्यो चाहिँ 21% बढी छ रे कस्ट प्राइस भन्दा। भनेपछि यसलाई हामी के गर्दिम भनेपछि सिम्पली गरौँ के। अब कस्ट प्राइस भनेको मान 100 रहेछ रे, किनभने हामीले कुनै पनि भ्याल्यु मान्दाखेरि सिधै 100 मान्ने है, सजिलो हुन्छ। सो मार्केट प्राइस के भएको छ 21% हाई भएको छ नि त कस्ट प्राइस भन्दा हैन। सो मार्केट प्राइस कति रहेछ त अब 121 रहेछ भन्नु पर्यो, किनभने मार्केट प्राइस सुरुमा 100 थियो। अब कस्ट प्राइस भन्दा 21% बढी छ भनेको हो नि त। सो कस्ट प्राइस 100 छ भने 100 को 21% भनेको 21 हो। सो मार्केट प्राइस कति रहेछ 121 रहेछ। अनि के भनेको छ इफ ही सेल्स द आर्टिकल अलोइङ 9% डिस्काउन्ट टु कस्टमर। अब कस्टमरलाई डिस्काउन्ट पर्सेन्ट कति दिएको छ 9% पनि दिएको छ। ल यो गिवन भयो हैन। हामीलाई के गिवन भयो सीपी रहेछ 100, एमपी रहेछ 121 र डिस्काउन्ट रहेछ 9%। अब हामीलाई के निकाल भनेको छ फाइन्ड द प्रॉफिट पर्सेन्ट भन्छ है। सो प्रॉफिट पर्सेन्ट को फर्मुला हामीले के पढेका छौं प्रॉफिट डिवाइड सीपी इन्टु 100 हो भन्ने त थाहा छ हामीलाई। अब हामीलाई यहाँ प्रॉफिट दिएको छ छैन, सीपी थाहा छ हैन, सीपी त दिएको छ। अब प्रॉफिट निकाल्नु पर्यो। प्रॉफिट निकाल्नलाई हामीलाई के चाहिन्छ एसपी माइनस सीपी चाहिन्छ। अब सीपी त हामीसँग अलरेडी छ, एसपी छैन। अब एसपी निकाल्नु पर्यो। एसपी कसरी निकाल्ने त एमपी र डिस्काउन्ट दिएको बेला एसपी को फर्मुला के हो एमपी माइनस डिस्काउन्ट पर्सेन्ट अफ एमपी भनेको एसपी हो है। सो एमपी छ 121 माइनस 9% अफ 121 गर्नु पर्यो। सो 121 माइनस 9 डिवाइड 100 इन्टु 121 गर्नु पर्यो। सो यो गर्दाखेरि अब कति हुन्छ त 121 माइनस 9 1 जा 9 9 2 जा 18 9 1 जा 9 सो 9 2 जा 18 8 भयो 1 क्यारी 9 1 जा 9 110 1089 भयो डिवाइड 100।
सो अब यहाँनिर सोल्भ गर्न गाह्रो भयो नि हैन हो नगर्दिने हो मैले तपाईहरुलाई चाहिँ यहाँ झुकाउन खोजेको हो के सो ट्रिक्स युज गर्ने के यहाँ हामीले सबै नम्बर मानेछु भने चाहिँ यसलाई हामीले पर्सेन्ट मानिरहनु पर्यो र परेन नि यसलाई पनि हामी 9 रुपैयाँ मान्दियौ न डिस्काउन्ट 9% दिइराको छ भनेपछि त्यो भनेको 9 रुपैयाँ हो भनेर मान्दियौ अब मान्यौ भनेपछि यो गरिरहनु पर्यो परेन हामी स्कुलमा त यही लेभलले गर्ने हो एक्जाममा त हामी यही लेभलले गर्थ्यौं स्कुलमा गर्दाखेरि हो यो तरिकाले काम गर्दैन अब सिम्पल छ सीपी दिया छ एमपी दिया छ डिस्काउन्ट दिया छ हो अब एसपी को फर्मुला हुन्छ एमपी माइनस डिस्काउन्ट अब एमपी दिएछ 121 डिस्काउन्ट दिएछ 9 सो यो घटाउँदा कति रहेछ त 112 एसपी कति रहेछ त 112 रहेछ सीपी पनि थाहा छ एसपी पनि थाहा छ प्रॉफिट निस्क्यो एसपी माइनस सीपी 112 बाट 100 घटाउँदा प्रॉफिट कति रहेछ 12 रहेछ डिवाइड सीपी कति छ 100 छ इन्टु 100 100 काट्यो 12 भनेपछि प्रॉफिट पर्सेन्ट कति रहेछ त 12 रहेछ सो प्रॉफिट पर्सेन्ट कति रहेछ सो यहाँ अब 12% कतै दिएको छ छैन हाम्रो त 12% आयो सो अप्सन नन अफ दिज हो कहिलेकाहीँ यसरी आन्सर नदिन पनि सक्छ सो मेरो गलत भयो सोच्ने होइन है आफूले गरेको स्टेप ठीक छ भनेपछि तर त्यो आन्सर अप्सनमा दिएको छैन भने यसरी नन अफ दिज भनेर दिएको हुन्छ सो यो नै हाम्रो करेक्ट आन्सर हुन्छ भनेर बुझ्नु पर्यो सो 31 मा के भनेको छ मीन अफ 10 नम्बर इज 60 10 वटा नम्बरको मीन 60 छ रे लेटर अन it was discovered that number 30 and 46 are wrongly taken as 102 and 64 the correct mean is रे हैन 10 वटा नम्बरको मीन 60 थियो रे तर पछि गएर के थाहा पायो भने 30 भन्ने नम्बरलाई चाहिँ 102 लेखिएको रहेछ रे 46 भन्ने नम्बरलाई चाहिँ 64 लेखिएको रहेछ रे भनेपछि अब करेक्ट मीन कति होला भनेछ सो यो 10 वटा नम्बरको जुन 60 मीन दिएछ नि यो मीन भनेको के रहेछ त रङ रहेछ नि त किनभने यसमा 30 लाई 102 लिएको छ 46 लाई 64 लिएर बनाएको रहेछ नि त भनेपछि यो त रङ मीन रहेछ हो अब यसलाई चाहिँ ट्रिक्स कसरी सोल्भ गर्ने भने हामीले के बुझ्नु पर्यो भनेपछि हाम्रो करेक्ट मीन को फर्मुला हुन्छ करेक्ट मीन इज इक्वल्स टु WRONG wrong mean minus sum of errors divide n हो सो रङ मीन हाम्रो कति दिएछ 10 नम्बरको मीन 60 छ भने चाहिँ रङ मीन हाम्रो कति रहेछ 60 रहेछ 60 माइनस सम अफ इररहरुको सम भनेछ हैन भने चाहिँ हाम्रो कतिवटा इरर भएको छ दुईटा इरर भएको छ नि त के इरर भएको छ त एउटा त 160 यो 30 लाई 102 लिएको रहेछ रे भनेपछि 102 बाट 30 घटायौं भने यसले के दिन्छ हाम्रो करेक्ट दिन्छ हैन अर्को इरर कति छ 46 जसलाई के लिएको छ 64 लिएको छ सो 64 माइनस 46 डिवाइड n भनेको नम्बर कतिवटा नम्बर छन् त 10 वटा सो 10 अब त यो सजिलै गर्न सक्छौं हामीले 60 माइनस 102 बाट 30 घटाउँदा 70 लगभग 72 बच्छ प्लस 64 बाट 46 घटाउँदा 450 अनि 60 64 18 बच्यो डिवाइड 10 सो 60 माइनस 72 र 80 जोड्दा 90 डिवाइड 10 सो 60 माइनस 90 डिवाइड 10 9 सो 60 माइनस 9 51 सो करेक्ट मीन कति रहेछ त 51 रहेछ सो कता छ त करेक्ट मीन 51 अप्सन ए मा छ सो यसको करेक्ट अप्सन ए हो र यो चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट क्वेशन हो यो हामीलाई सोधिरहेको हुन्छ है व्हिच अफ द फलोइङ इज करेक्ट अबाउट हार्मोनिक मीन अर्थमेटिक मीन एन्ड ज्योमेट्रिक मीन रे यो दिएको 5 वटा अप्सन 4 वटा अप्सनबाट चाहिँ कुन चाहिँ हार्मोनिक मीन अर्थमेटिक मीन र ज्योमेट्रिक मीन करेक्ट हो भनेको छ कुन रिलेसन चाहिँ करेक्ट हो भनेको हो सो यसमा जहिले पनि के बुझ्नु पर्यो भने अर्थमेटिक मीन चाहिँ जहिले पनि ज्योमेट्रिक मीन भन्दा ठूलो हुन्छ र ज्योमेट्रिक मीन जहिले पनि हार्मोनिक मीन भन्दा ठूलो हुन्छ सो यो कता दिएको छ त्यो नै हुन्छ हाम्रो करेक्ट अप्सन अर्थमेटिक मीन सानो देखाएको छ यो होइन अर्थमेटिक मीन जहिले पनि ठूलो हुन्छ ज्योमेट्रिक मीन भन्दा ज्योमेट्रिक मीन ठूलो छ अर्थमेटिक मीन भन्दा होइन सानो हुन्छ अर्थमेटिक हार्मोनिक मीन भन्दा सानो होइन ठूलो हुन्छ अर्थमेटिक मीन ज्योमेट्रिक मीन भन्दा ठूलो हुन्छ
हुन्छ ज्यामेट्रिक मिन हार्मोनिक मिन भन्दा ठुलो हुन्छ यो जतातिर फर्केको हुन्छ नि त्यो चाहिँ ठुलो हुन्छ यो एएम तिर फर्केको छ भने यो एएम ठुलो यो भनेको अर्थमेटिक मिन यदि यो जीएम तिर छ भने ज्यामेट्रिक मिन ठुलो है तर सिम्पली हामीले सिम्पल भाषामा के बुझ्नु पर्यो भने अर्थमेटिक मिन एएम जहिले पनि ग्रेटर हुन्छ ज्यामेट्रिक मिन जीएम भन्दा र ज्यामेट्रिक मिन जीएम जहिले पनि ठुलो हुन्छ हार्मोनिक मिन एचएम भन्दा जो चाहिँ कहाँ छ अर्थमेटिक मिन ज्यामेट्रिक मिन भन्दा ठुलो ज्यामेट्रिक मिन हार्मोनिक मिन भन्दा ठुलो सो अप्सन डी यसको करेक्ट एन्सर अब यहाँ एउटा साइन पनि छ हेर त यो ड्यास गरेको छ हो यस्तो भयो भने के हुन्छ भने यदि अब एउटा क्वेशन अर्थमेटिक मिन ग्रेटर देन ज्यामेट्रिक मिन ग्रेटर देन एचएम दिएको छ र अर्थमेटिक मिन यस्तो साइन दियो ज्यामेट्रिक मिन ग्रेटर यस्तो एचएम दिन्छ भनेपछि चाहिँ जहिले पनि यो दुईटा साइन हेर्ने हो यो दुईटा साइन वाला जुन अप्सनमा हुन्छ त्यो अप्सन नै यसको एन्सर हुन्छ नेक्स्ट 33 मा के भनेको छ प्लास्टिक ट्याक्स इज इन्क्रिज्ड बाइ 10% अफ द प्राइस प्लास्टिक ट्याक्स चाहिँ 10% ले बढिरहेको छ र इट्स कन्जम्पसन इज डिक्रिज्ड बाइ 10% र त्यसको कन्जम्पसन 10% ले डिक्रिज भइरहेछ भनेपछि देन द इन्क्रिज अर डिक्रिज इन एक्सपेन्डिचर अफ द मनी भनेपछि जुन पैसा खर्च भइरहेको छ त्यो खर्च बढिरहेको छ कि घटिरहेको छ भनेको सो यस्तो टाइपको क्वेशन आयो भने नि हामीले ट्रिक्स युज गर्छौं ट्रिक्स के छ भने एक्स एउटालाई एक्स मान्ने एउटालाई वाई मान्ने प्लस एक्स वाई डिभाइड 100 यो वाला ट्रिक्स युज गर्ने है यदि एउटा कुरा बढिरहेको छ अर्को कुरा पनि बढिरहेछ भने यही ट्रिक्स युज हुन्छ एउटा कुरा बढिरहेको छ अर्को कुरा घटिरहेको छ भने यही ट्रिक्स हुन्छ एउटा कुरा घटिरहेको छ अर्को कुरा घटिरहेको छ भने नि यही ट्रिक्स हुन्छ एउटा कुरा घटिरहेको छ अर्को कुरा बढिरहेको छ भने नि यही ट्रिक्स हुन्छ जस्ट फरक के हो भने जुन कुरा बढिरहेको छ त्यसलाई प्लस भनेर राख्छौं जुन कुरा घटिरहेको छ त्यसलाई माइनस भनेर राख्छौं यति बुझौं है ल अब यहाँ के भनेको छ हाम्रो इन्क्रिज बाइ 10% हैन सो के भइरहेको छ इन्क्रिज बाइ 10% हैन सो 10% ले इन्क्रिज भइराछ प्लस त्यसपछि अर्को के भइराछ इट्स कन्जम्पसन डिक्रिज बाइ 10% फेरि 10% ले घटिरहेको छ घटिरहेकोलाई हामीले माइनस भनेर राख्छौं प्लस अब x भनेको कति हो 10% इन्टु y भनेको कति हो -10% हो घटिरहेको छ हैन डिभाइड 100 यो पर्सेन्टलाई सोल्भ गर्न नलाग्ने है जस्ट हामीले भ्याल्यु निकालिरहेको हो सो यो 10 भयो % -10% प्लस अब यो 10% इन्टु -10% कति हुन्छ -100% हुन्छ ल यसलाई ब्र्याकेटमा हाल्दियौं अहिले सजिलो हुन्छ डिभाइड बाइ 100 छ 100 ले 100 लाई काट्छ तर यहाँ माइनस छ भने चाहिँ अब कति बच्यो -1% बच्यो हामीसँग सो 10% -10% -1% बच्यो सो अब यो के छ प्लस 10% र -10% भनेपछि यो त 0 भइहाल्छ प्लस माइनस त 0 हुन्छ अब हामीसँग कति बच्यो -1% बच्यो सो 0 - 1% -1% भनेपछि हाम्रो एक्सपेन्डिचर के भइरहेको छ घटिरहेको छ कतिले घटिरहेको छ 1% ले कहाँ छ 1% 1% यहाँ छ माइनस आउनु भनेको यो 1% ले डिक्रिज हुनु हो प्लस भएको भइदा बे 1% ले बढिरहेको हुन्थ्यो तर यहाँ त घटिरहेको छ सो अप्सन बी यसको करेक्ट एन्सर नेक्स्ट क्वेशन के छ 2 men or 3 women can complete a job in 96 days रे दुईटा केटा मान्छे वा त तीनटा केटी मान्छेले एउटा काम 96 डेजमा सकाउँछन् रे भनेपछि 6 वटा मेन र 7 वटा वुमेनले चाहिँ यो सेम काम चाहिँ कति दिनमा सकाउँछन् भनेको अब यो क्वेशन हेर्दा कति गाह्रो देखिरहेछ 2 men or 3 women भनेको छ फेरि यता 6 men and भनेको छ यहाँ or भनेको छ यहाँ and भनेको छ के गर्ने भयो नि अब यदि यस्तो टाइपको क्वेशन आयो यस्तो or भन्ने टाइपको क्वेशन र यस्तो and भन्ने टाइपको क्वेशन आयो भने कि त मेनलाई वुमेनमा कन्भर्ट गर्दिने कि त वुमेनलाई मेनमा कन्भर्ट गर्दिने सिम्पल अब अहिले हाम्रो यो क्वेशनले के भनेको 2 मेन बराबर 96 हो 3 मेन वुमेन बराबर 96 हो कि हैन यही भनेको हो कि नै क्वेशनले 2 men or 3 women can 96 भने दुईटा मेनले पनि 96 डेजमा सकाउँछ वा त तीनटा वुमेनले 96 डेजमा सकाउँछ त्यो भनेको दुईटा मेन भनेको 96 तीनटा वुमेन भनेको 96 हो र एउटा अर्को कन्डिसन के हो 2 men = 3 women पनि हो कि नै 2 men वा 3 women भन्नुको मतलब के रहेछ त दुईटा मेन बराबर तीनटा वुमेन रहेछ भन्ने बुझ्नु पर्यो अब हामीले
भनेपछि ल यसमा अब हामी मेनलाई मात्रै राखौं सो मेन इज इक्वल्स टु कति रहेछ 3/2 वुमेन रहेछ भने चाहिँ मेन चाहिँ कति रहेछन् त 3/2 वुमेन रहेछन् हैन अब अर्को हेरौं यहाँ के भनेको छ देन 6 मेन एन्ड 7 वुमेन भनेको छ हैन अब यहाँ हामीले के भन्छ मेन बराबर 3/2 वुमेन छ नि यहाँ 6 मेन छ यो भनेको एउटा मेन बराबर 3/2 वुमेन हो हैन यहाँ त 6 वटा मेन छ सो 6 मेन एन्ड 7 वुमेन भनेको छ नि त एन्ड भने त प्लस भयो 7 वुमेन अब 6 छ 3/2 वुमेन प्लस 7 वुमेन हैन सो 6 3 जा 18/2 वुमेन प्लस 7 वुमेन यो गर्दाखेरि 9 वुमेन प्लस 7 वुमेन सो 9 प्लस 7 गर्दाखेरि 16 वुमेन ल यसलाई पनि वुमेनमा हामीले कन्भर्ट गर्यौं अब हाम्रो रिलेसन के आयो वुमेन र अर्को के छ डेज दिएको छ हैन वुमेन र डेज को रिलेसन अब हेरौं क्वेशनले के भने त तीनटा वुमेनले 96 डेज मा गर्छ अब यो 16 वुमेनले कति दिनमा गर्छ यही निकाल भनेको हैन हामीलाई 6 मेन एन्ड 7 वुमेनले कति दिनमा गर्छ भनेको हैन सो हामीले यहाँ अहिले के गर्दियौं यो मेनलाई पनि वुमेन बनाइदियौं के सजिलो होस् हामीलाई सोल्भ गर्न भनेर त्यसैले अब यहाँ 16 वुमेन भयो कति दिन x दिन जता x हुन्छ नि त्यसमा चाहिँ हामीले अप एरो गर्छौं र अब योसँग रिलेसन बनाउँछौं यसको यदि बढी दिन काम गर्नु पर्यो भने चाहिँ हामीलाई धेरै मान्छे चाहियो कि कम मान्छे चाहियो नि त बढी दिन काम गर्नु पर्यो भने कम मान्छे चाहियो यदि कम दिन काम गर्ने हो भने बढी मान्छे चाहियो जुन रिलेसन बनाइनी हुन्छ हैन सो अब यो एरो यो भाग कता छ यो भागलाई अगाडि लेख्नु पर्छ हामीले यसको तल के छ x डिवाइड 96 इज इक्वल्स टु यो टप भाग कहाँ छ त्यो लिने भनेको सो 3 डिवाइड 16 सो यो गर्दाखेरि x इन्टु 16 इक्वल टु 96 इन्टु 3 x इज इक्वल्स टु 96 इन्टु 3 डिवाइड 16 हुन्छ सो 2 8 जा 16 हैन अनि 2 45 जा 46 48 जा हैन 2 48 जा हुन्छ 2 4 जा 2 24 जा 2 2 जा 2 12 जा 2 6 जा 6 3 जा 18 x इज इक्वल्स टु 18 डेज भनेपछि 6 वटा मेन र 7 वटा वुमेनले कति दिनमा काम सकाउने रहेछन् त 18 दिनमा सकाउने रहेछन् सो अब हाम्रो नेक्स्ट क्वेशन के भनेको छ व्हिच इज द स्मलेस्ट फ्र्याक्सन रे योबाट सबैभन्दा सानो फ्र्याक्सन कुन हो भनेको छ 1/2 हो कि 2/3 हो कि 3/4 हो कि 4/5 हो त अब हामीसँग क्याल्कुलेटर भएको भए त हामीले यो सबैलाई डिवाइड गरेर हेरिहाल्थ्यौं जसको थोरै आउँथ्यो त्यो लेख्थौं तर क्याल्कुलेटर त छैन त कसरी गर्ने त अब यसलाई कसरी पत्ता लगाउने त क्वेशन त सिम्पल छ हो सिम्पल छ तर यहाँनिर एउटा ट्रिक्स थाहा पाउनु पर्यो एउटा रुल्स याद गर्नु पर्यो र मैले यो भन्दा अगाडि एउटा प्युमेट क्वान्टिटेटिभ एबिलिटी भनेर पार्ट 1 पार्ट 2 पार्ट 3 भनेर भिडियो राखेको छु त्यसमा पार्ट 3 को भिडियोमा लास्ट तिर चाहिँ मैले कुन चाहिँ स्मलेस्ट हो कुन चाहिँ ठुलो हो भनेर पत्ता लगाउनलाई ट्रिक्सहरु लेखाइदिएको छु 4 वटा हो कि 5 वटा पोइन्ट्सहरु लेखिदिएको छु विथ एक्जाम्पल सो त्यो हेर्नु होला एकचोटी अहिलेलाई चाहिँ हामीले जस्ट स्मलेस्ट फ्र्याक्सन पत्ता लगाउने वाला गर्छौं सो यो एकदमै लेन्दी सेन्टेन्स छ सो लेख्दाखेरि सजिलो छ तपाईहरुले आफुलाई लेख्नु होला म चाहिँ भनिदिन्छु है सो when the difference between denominator and numerator is same when the difference between denominator and numerator is same the fraction with smaller numerator and denominator is the smaller fraction the fraction with smallest numerator and denominator is the smallest fraction सो यसले के भनेको हो भने अब आफुले लेखेको पोइन्ट हेर्नु होला जब न्युमेरेटर र डिनोमिनेटरको डिफरेन्स सेम हुन्छ रे हेर त 1 2 यसको बीचको फरक कति छ 1 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 यो चारै वटाको बीचको फरक 1 छ कि नै हाम्रो फर्स्ट लाइनले त्यही भनेको हो डिफरेन्स बिट्विन न्युमेरेटर एन्ड डिनोमिनेटर इज सेम न्युमेरेटर र डिनोमिनेटर दुईटैको डिफरेन्स 1 1 1 छ अनि त्यसपछि के भनेको छ द फ्र्याक्सन विथ स्मलेस्ट न्युमेरेटर सानो न्युमेरेटर 1 एन्ड डिनोमिनेटर 2 हैन जसको यदि चारवटा जुन फ्र्याक्सनमा वा फ्र्याक्सनमा न्युमेरेटर वा डिनोमिनेटरको डिफरेन्स चाहिँ सेम हुन्छ सबैको 1 1 1 हुन्छ भने
जसको सानो न्युमेरेटर र सानो डिनोमिनेटर छ त्यो नै हाम्रो स्मलर फ्र्याक्सन हुन्छ। अब यिनीहरुमा सानो न्युमेरेटर कसको छ? यो छ। सानो डिनोमिनेटर कुन छ? 2 छ। हो, यदि यो सबै फ्र्याक्सनको डिफरेन्स सेम छ 1 1 1 1 आइरहेको छ भने जसको सानो न्युमेरेटर र सानो डिनोमिनेटर हुन्छ त्यो नै स्मलेस्ट फ्र्याक्सन हुन्छ। भनेपछि 1/2 स्मलेस्ट फ्र्याक्सन रहेछ। सकियो। सिम्पली विदाउट क्याल्कुलेटर पनि सोल्भ गर्न सक्यौं, तर त्यो लाइन याद हुनु पर्यो। अब भनेपछि के रहेछ त? यदि डिनोमिनेटर र न्युमेरेटर बीचको डिफरेन्स सेम छ भने त्यस्तो फ्र्याक्सन जसको हाईएस्ट न्युमेरेटर हुन्छ हाईएस्ट डिनोमिनेटर हुन्छ त्यो चाहिँ ठूलो फ्र्याक्सन हुन्छ। एउटा कुराबाट हामीले दुईटा रिलेसन पत्ता लगायौं नि त। अब यही क्वेशनमा व्हिच इज द लार्जेस्ट फ्र्याक्सन भनेर दियो भने के लेख्नु पर्यो? 4 र 5 लेख्नु पर्यो। किनभने यो सबै फ्र्याक्सनको डिफरेन्स सेम छ 1 1 1 र जसको न्युमेरेटर ठूलो डिनोमिनेटर ठूलो हुन्छ त्यो नै हाम्रो लार्जेस्ट फ्र्याक्सन हुन्छ। सो त्यो अनुसार 4/5 हुन्थ्यो, तर अहिले स्मलेस्ट छ सो 1/2 भयो। नेक्स्ट 36 मा के भनेको छ? हाउ मेनी नम्बर्स फ्रम 1 to 50 आर डिभिजेबल बाइ 3 or 5 or both? 1 देखि 50 सम्मको कतिवटा नम्बर चाहिँ 3 ले डिभाइड हुन्छ, 5 ले डिभाइड हुन्छ वा दुईटैले डिभाइड हुन्छ भनेको छ है। 3 ले पनि डिभाइड हुने, 5 ले पनि डिभाइड हुने वा दुईटै भनेको 3 र 5 दुईटैले डिभाइड हुने। ल पत्ता लगाम। अब 1 देखि 50 सम्म हैन, 3 ले डिभाइड हुने नम्बर भनेको छ नि त। सो 50 सम्म 3 को टेबल कतिसम्म इन्ड हुन्छ? 3 को टेबल 3 10 जा 30, 3 11 जा 33, 3 12 जा 36, 3 13 जा 39 हैन, 3 14 जा 42, 3 15 जा 45, 3 16 जा 48। सकियो हैन। त्यसपछि त 51 हुन्छ। हामीलाई त 50 सम्म मात्र दिएछ भने चाहिँ 3 ले कतिवटा नम्बर रहेछ त? 16 वटा नम्बर रहेछ। 1 देखि 50 को बीचमा 16 वटा नम्बर रहेछ जसलाई 3 ले जान्छ। अब 5 ले जाने कति त? अब 5 ले जाने त 10 हुन्छ, किनभने 5 10 जा 50 हुन्छ। यहाँ त 50 सम्म छ। 1 देखि 50 भने त 5 10 15 20 25 30 35 40 45 50 भने चाहिँ 5 ले जाने नम्बर कति रहेछ? 10 रहेछ। अब 3 and 5 3 र 5 दुईटैले जाने नम्बर पत्ता लगाउनु पर्यो हैन, किनभने यहाँ क्वेशनले त्यही भनेको हैन हामीलाई। 3 ले पत्ता लाग्यो, 5 ले पत्ता लाग्यो। अब बोथ 3 र 5 दुईटैको पत्ता लगाउनु छ। सो 3 र 5 दुईटैले जाने नम्बर कुन हो त? एउटा 15 हो। 15 लाई 3 5 जा 15 हुन्छ, 5 3 जा 15 हुन्छ। अर्को 30 हो। 3 10 जा 30 हुन्छ, 5 6 जा 30 हुन्छ हैन। अर्को 45 हो। 3 15 जा 45 हुन्छ अनि 5 9 जा 45 हुन्छ। भने चाहिँ 3 र 5 ले जाने नम्बर कति रहेछ? 3टा मात्रै रहेछ। अब हेरौं। अब यहाँमा हाम्रो यो 3 र 5 मा कुन 15 पनि इन्क्लुड भयो, 30 पनि इन्क्लुड भयो, 45 पनि इन्क्लुड भयो। 45 त यो 3 कोमा पनि इन्क्लुड भएको छ 30 त यो 3 कोमा पनि इन्क्लुड भएको छ 15 त 3 मा पनि इन्क्लुड भएको छ यो 5 मा पनि हाम्रो 15 इन्क्लुड भएको छ, 30 इन्क्लुड भएको छ, 45 इन्क्लुड भएको छ हैन। भनेपछि यहाँ 3टा नम्बर त अलरेडी इन्क्लुड भइसक्यो नि त। हो, भनेपछि अब यहाँबाट इन्क्लुड भएको नम्बरलाई घटाउनु पर्यो। जस्तै 3 बाट 16 वटा नम्बर छ प्लस 5 बाट 10 वटा नम्बर छ र दुईटैबाट 3टा नम्बर छ हैन। सो अब के गर्नु पर्यो त? यो 16 र 10 मा त हाम्रो अलरेडी 3टा नम्बर त फेरि रिपिट भइराछ नि त। 3 र 5 ले जाने नम्बर त यसमा पनि छ यसमा पनि छ नि त। सो 3 र 5 ले जानेको नम्बर कति रहेछ? 3टा रहेछ। त्यसैले यसबाट पनि 3टा घटाउनु पर्यो भने चाहिँ हामीसँग कति रह्यो त? 13 रह्यो। यसबाट पनि 3टा घटाउनु पर्यो भने चाहिँ हामीसँग रह्यो 7 वटा। अब यो 3टा त छदैछ भने चाहिँ 13 7 20 3 23 भने चाहिँ कतिवटा नम्बर रहेछ त? 1 देखि 50 को बीचमा 23 वटा नम्बर रहेछ जसलाई चाहिँ 3 ले पनि जान्छ, 5 ले पनि जान्छ र 3 र 5 दुईटैले जान्छ। सो अप्सन ए। 37 व्हिच पेयर अफ फलोइङ आर क्युमुलेटिभ लज भन्छ। सो यो दिएको 4 वटा पेयरबाट कुन पेयर चाहिँ क्युमुलेटिभ ल हो भनेको छ। सो मैले यो भन्दा अगाडि पनि प्युमेट क्वान्टिटेटिभ एबिलिटी पार्ट 1 भनेर एउटा भिडियो राखेको छु। त्यसमा चाहिँ मैले क्युमुलेटिभ ल भनेको कुन हो, डिस्ट्रिब्युटिभ ल भनेको कुन हो हैन, कम्प्लिमेन्ट भनेको कुन हो, इम्पोर्टेन्ट भनेको कुन हो हैन, त्यो कुराहरु लेखिदिएको छु। सो त्यहाँबाट पनि हेर्नु होला। अहिले चाहिँ हामीले जस्ट यो क्वेशनमा फोकस गर्छौं। सो व्हिच पेयर अफ फलोइङ आर कम्युटेटिभ ल भनेको छ। सो कम्युटेटिभ ल ले के भन्छ थाहा छ? कम्युटेटिभ ल ले के भन्छ भनेपछि चाहिँ यसले के भन्छ भने अर्डर अफ सेट डज नट म्याटर फर युनियन एन्ड इन्टरसेक्सन भन्छ। कम्युटेटिभ ल मिन्स
हैन वा कम्युटेटिभ ल स्टेट्स दैट अर्डर अफ सेट्स डज नट म्याटर फर युनियन एन्ड इन्टरसेक्सन रे त्यो भनेको के हो भने चाहिँ जस्तै ए र बी भन्ने दुईटा सेट छ भने यसको अर्डर चाहिँ युनियन वा इन्टरसेक्सनको लागि म्याटर गर्दैन रे जस्तै ए युनियन बी भयो भनेपछि अर्को ए इन्टरसेक्सन बी पनि हुन सक्छ वा बी इन्टरसेक्सन ए पनि हुन सक्छ वा बी युनियन ए पनि हुन सक्छ है युनियन वा इन्टरसेक्सनको लागि यो अर्डरले चाहिँ म्याटर गर्दैन भनेको हो सो यो चारवटामा कुन रहेछ त अर्डर म्याटर नगर्ने सो ए युनियन ए इज इक्वल यो त इन्कम्प्लिट छ नि त यहाँ खै अर्को छैन नि त अनि ए यो त सेम सेट छ भनेपछि यो कम्युटेटिभ ल होइन अब यहाँ त नल छ खै त यहाँ सेट छैन नि त दुईटा सेट छैन भनेपछि यो पनि होइन यहाँ दुईटा सेट छ एउटा त मिल्यो हैन युनियन र इन्टरसेक्सन छ युनियन पनि छ इन्टरसेक्सन पनि छ अनि के भनेको छ अनि अर्डर चाहिँ म्याटर गर्दैन भनेको छ सो यहाँ ए युनियन बी छ त्यसपछि बी युनियन ए छ ए इन्टरसेक्सन बी छ बी इन्टरसेक्सन ई यहाँ ए युनियन बी छ बी युनियन ए छ यसले के भनेको अर्डर अफ सेट डज नट म्याटर फर युनियन एन्ड इन्टरसेक्सन चाहे युनियन होस् वा चाहे इन्टरसेक्सन होस् यो सेटहरूको अर्डर म्याटर गर्दैन भन्छ सो यसमा त म्याटर गरेको छैन सो यसको करेक्ट अप्सन नै यो अब यसमा त छ नि त ल ए इन्टरसेक्सन बी छ यसमा ए युनियन बी छ युनियन वा इन्टरसेक्सन छ अर्डर त सेम छ नि त ए बी छ अर्डर सेम छ हैन सो यो मिल्दैन यो कुन ल हो भनेपछि यो चाहिँ कम्प्लिमेन्ट ल हो यदि क्वेसनले विच पेयर अफ फलोइङ आर कम्प्लिमेन्ट ल भनेको विद्यार्थी हामीले अप्सन सी लाई गर्थ्यौं है यो भनेको कम्प्लिमेन्ट ल हो ल नेक्स्ट 38 मा के भनेको छ भने फाइन्ड द सम अफ अड इन्टिजर्स फ्रम 1 टु 2001 रे 1 देखि 2001 को बीचमा पढ्ने जति पनि अड नम्बरहरू छन् वा अड इन्टिजर्सहरू छन् त्यसको सम पत्ता लगाउनु भनेको छ के त्यसको सम पत्ता लगाउनु भनेको छ सो यसको लागि एउटा फर्मुला लेखौं टु फाइन्ड द सम अफ नम्बर यदि कुनै पनि नम्बरको हामीले सम पत्ता लगाउनु छ भनेपछि हामीले फर्मुला युज गर्छौं n/2 2a + n-1 d यो फर्मुला युज गर्छौं अनि अर्को और यसैमा हामीले अर्को कुन फर्मुला गर्छौं sn = हामीले एउटा फर्मुला युज गर्छौं n a + l / 2 यो l भनेको के हो लास्ट टर्म हो है सो अब यहाँ हाम्रो यो सम अफ अड इन्टिजरमा जुनसुकै फर्मुला युज गरिनु भो यो पनि युज गर्दा हुन्छ यो पनि युज गर्दा हुन्छ र यसमा n निकाल्ने तरिका n चाहिँ हामीले कसरी निकाल्ने भने लास्ट नम्बर -1 / 2 + 1 लास्ट नम्बर -1 / 2 + 1 गरेर n निकाल्छौं ल यो फर्मुला लेखेर अनि यो फर्मुला अनुसारले हामीले यो क्वेशन सोल्भ गर्ने सो अब हामीले यो दुईटाबाट कुनै एउटा फर्मुला युज गरौँ ल हामीले यो फर्मुला युज गरौँ किनभने यो अलि छोटो छ हामीले सोल्भ गर्न पनि सजिलो होला सो यो फर्मुला लेखौं sn = n a + l / 2 n अहिले हामीलाई थाहा छैन यतिकै छोड्दियौं a भनेको फर्स्ट टर्म हो 1 l भनेको लास्ट टर्म हो 2001 / 2 अब n निकालौं n भनेको हामीले के भनेको थियौं लास्ट नम्बर -1 / 2 + 1 लास्ट नम्बर हाम्रो 2001 छ योबाट 1 घटा यसलाई 2 / +1 2001 बाट 1 घटाउँदा 2000 / 2 + 1 2000 लाई 2 ले डिवाइड गर्दा 1000 + 1 यो भनेको 1001 भनेपछि n भनेको कति रहेछ 1001 अब यहाँ लेख्नु पर्यो n को ठाउँमा ल यही लेख्दिम 1001 अब गरौँ यो 1 + 2001 गर्दाखेरि यो कति हुन्छ 1001 * 2002 हुने डिवाइड 2 यो गर्दाखेरि कति हुन्छ
1001 इन्टु 1001 हुने हो हैन 1001 इन्टु 1001 अब यसलाई मल्टिप्लाई गर्नु भन्दा हामी आन्सर दिएको अप्सन हेरौं सो अप्सन हेरौं है अप्सनमा हाम्रो ल यहाँ पनि लेखौं यहाँ कति थियो हाम्रो 1001 इन्टु 1001 है अब यो दुईटा यिनीहरु मल्टिप्लाई गरेर हेर्नु पर्यो अब 11 छ भने चाहिँ 4 आउने त चान्सै हुँदैन ठीक छ अब 1 ले 1 लाई मल्टिप्लाई गरिराको हो भनेपछि यो 554 कसरी आउँछ 1 ले 1 लाई मल्टिप्लाई गर्दा 54 आउने चान्स हुन्छ आउँदैन यो पनि हुँदैन हैन त्यसपछि अब यो र यो हुन सक्छ तर यहाँ हाम्रो के छ 0 कतिवटा छ 0 4 वटा छ हैन अब यो यिनीहरु नम्बरले यिनीलाई मल्टिप्लाई गर्दाखेरि 0 इन्टु 0 गर्दा 0 हुन्छ कि नै हुन्छ अनि कुनै न कुनै ठाउँमा त 0 त आउने नै हो नि त यहाँ डी मा के छ सबै 112211 छ हैन 0 काई पनि छैन यो मल्टिप्लाई गर्दा 0 आउँछ नै आउँछ के सो यो अप्सन पनि मिलेन कुन अप्सन मिले बच्यो त यो अप्सन बच्यो यो नै करेक्ट हो अब नत्तै नै 1001 मल्टिप्लाई गरेर हेरे पनि भयो अब 1 1 1 जा 1 ई अब ल 0 1 जा 0 0 0 जा 0 ल अब जे भयो नि यहाँ जोड्दा यो जोड्दा 0 त आउँछ यो जोड्दा 0 त आउँछ अनि यहाँ यो अप्सनमा छ त 0 0 छैन भने चाहिँ यो अप्सन पनि मिलेन अप्सन बी करेक्ट आन्सर हो विदाउट सोल्भ गरेर पनि हामीले जस्ट अलिकति बेसिक अन्डरस्ट्यान्डिङ बेसिक लजिकबाट पनि यो सोल्भ गर्न सक्छौं नेक्स्ट 39 मा के भनेको छ 3 नम्बर्स आर इन रेशियो अफ 3:4:5 तीनटा नम्बर छन् जुन चाहिँ के छ रेशियोमा छ कसको रेशियोमा 3:4:5 मा र त्यसको एलसीएम चाहिँ 2400 छ रे भने चाहिँ त्यसको एचसीएफ कति भन्छ अब हामीले एउटा कुरा पढेको होला हामीले फ्याक्टराइज पढ्दाखेरि एचसीएफ एलसीएम पढेका थियौं कि नै पढेका थियौं त्यतिबेला हामीले एलसीएम भनेको के हुन्थ्यो एलसीएम कसरी निकाल्थ्यौं त्यतिबेला एलसीएम भनेको हाम्रो के हुन्थ्यो एचसीएफ इन्टु रिमेनिङ फ्याक्टर हुन्थ्यो कि नै रिमेनिङ फ्याक्टर यही हैन पहिला तीनटा फ्याक्टर सोल्भ गर्थ्यौं त्यहाँबाट जुन जुन कमन आउँथ्यो त्यसलाई एचसीएफ भनेर लेख्थ्यौं हैन अनि एचसीएफ इन्टु बचेको सबैलाई लेखेर एलसीएम बनाउँथ्यौं कि नै हो यहाँ पनि हामीले त्यही रुल युज गरौँ एलसीएम = एचसीएफ इन्टु रिमेनिङ फ्याक्टर अब एलसीएम दिएको छ हामीलाई 2400 = एचसीएफ छैन इन्टु रिमेनिङ फ्याक्टर भनेको कुन हो त अब यही दिएको नम्बरहरु रिमेनिङ हो नि त हैन यो इन्टु एचसीएफ गरेपछि यो एलसीएम आउने हो सो यसलाई अब हामीले रेशियो हटाउनु पर्यो भने चाहिँ यसलाई के गर्नुपर्छ हामीले ल मान नहटाए पनि भयो यतिकै मल्टिप्लाई गरेर राख्दिए पनि हुन्छ 3:4:5 अब यो मल्टिप्लाईमा छ भने यता आएर डिभाइड हुन्छ सो 2400 डिभाइड 5 4 जा 20 23 जा 60 = एचसीएफ अब 0 0 6 4 जा 24 40 एचसीएफ भनेको कति रहेछ 40 अनि चाहिँ यसको एचसीएफ कति त 40 का छ अप्सन ए सो यसको करेक्ट आन्सर भयो अप्सन ए आजको यो भिडियोमा चाहिँ हामीले यति क्वेशन मात्रै गर्छौं किनभने एकदमै लेन्दी भइसकेको छ यो भिडियो अबको नेक्स्ट भिडियोमा चाहिँ हामीले यो बचेको 40 वटा क्वेशन प्लस अनि यो लजिकल रिजनिङको कुराहरु चाहिँ डिस्कस गर्छौं